स्वागत छ। आज हामी एउटा एकदमै स्थानीय तर महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ, टोल विकास संस्था। हामीले एउटा सामग्री हेरेका छौँ, टोल विकास संस्था कार्य र महत्त्व भन्ने। त्यसैको आधारमा आज कुरा गरौँ न। यसले टिडिओ के हो, के गर्छ, किन चाहियो भन्ने बताउँछ। हाम्रो छलफलको उद्देश्य चाहिँ यो टिडिओको खास भूमिका के हो, समुदायमा यसको मतलब के हो, त्यो अलि प्रष्ट पार्ने हो। एकदम। टोल विकास संस्था भनेको खासमा स्थानीय सरकारकै एउटा भनौँ न सामुदायिक तहको संरचना हो। यसको मुख्य काम भनेको चाहिँ टोल छिमेकी स्तरमा सेवा पुर्याउने, विकासका काम अघि बढाउने, अनि सरसफाई, सामाजिक मेलमिलाप र सबैभन्दा महत्त्वपूर्ण मान्छेहरूलाई सहभागी गराउने हो। हुन्छ, सुरु गरौँ न त। यसको एउटा काम चाहिँ समन्वय गर्ने भनिएको छ। टोलका मान्छेलाई जम्मा पारेर वडा कार्यालयसँग जोड्ने पुल जस्तो। यो व्यवहारमा कस्तो हुन्छ? यो एकदमै आधारभूत काम हो। जस्तै टोलमा साझा समस्या हुन्छन् नि, बाटो, पानी, बत्ती हो, त्यस्ता कुरामा सबैको एउटै आवाज बनाउने। अनि त्यो आवाज वडा वा पालिका जस्तो माथिल्लो निकायमा पुर्याउने। यसले गर्दा के हुन्छ भने स्थानीय तहमा कुरा सुनिन्छ। मतलब यो स्थानीय आवाजलाई बलियो बनाउने एउटा तरिका हो। आवाज सङ्गठित भएपछि त योजनाको कुरा आयो होला। स्रोतले भन्छ उनीहरूले टोलको आवश्यकता के छ भनेर हेरेर वडामा योजना पनि पेश गर्छन् रे। हो, त्यो त गर्छन् नै, तर त्योभन्दा अलि अगाडि बढेर पेश भएका योजनाहरू लागू भए कि भएनन्, कसरी भइरहेका छन् भनेर अनुगमन गर्ने काम पनि उनीहरूकै हो। यसले गर्दा काम कस्तो भइरहेछ भन्ने देखिन्छ नि, अनि कसले के गर्यो भन्ने पनि थाहा हुन्छ। मतलब जवाफदेहिता बढ्छ। अनुगमन भनी? हजुर, तर फेरि कुरा के आउँछ भने उहाँहरू त प्राय स्वयंसेवी हुनुहुन्छ, अनि प्राविधिक योजनाको अनुगमन गर्न कतिको स्रोत र क्षमता हुन्छ होला, त्यो चाहिँ विचार गर्नुपर्ने कुरा हो। हो नि। अनि अरू सामाजिक कामहरू नि, जस्तै सरसफाई, रुख रोप्ने, अनि महिला समूह, युवा क्लबहरूसँग मिलेर काम गर्ने भन्या छ। त्यसले समुदायलाई के फाइदा पुग्ला? त्यसले त अपनत्व बढाउँछ नि। यो हाम्रो टोल हो, हामी आफै राम्रो बनाउँछौँ भन्ने भावना आउँछ, अनि मिलेर काम गर्ने बानी बस्छ साझा फाइदाका लागि। जस्तै फोहोर उठाउने होला या सानातिनो सामुदायिक भवन बनाउने होला, यस्तो काम मिलेरै गर्नुपर्छ। समुदाय परिचालन त भयो, अनि सरकारी सूचना पुर्याउने, जनचेतना जगाउने काम पनि रहेछ, स्वास्थ्य, शिक्षा, सुरक्षा जस्ता कुरामा। हो नि, यो पनि महत्त्वपूर्ण छ। नागरिकलाई सचेत बनाउनु पर्यो, अनि सरकारले के सेवा दिन्छ, सुविधा दिन्छ, जस्तै सामाजिक सुरक्षा भत्ता होला, यसबारे जानकारी दिनु आवश्यक छ। सूचना राम्ररी पुग्यो भने चाहिँ नागरिकले आफ्नो अधिकार र अवसरबारे थाहा पाउँछन् नि। एउटा अलि फरक खालको भूमिका पनि देखेँ मैले। टोलभित्र हुने सानातिना झगडा, विवाद मिलाउने, जस्तै पानी, बाटोको निहुमा हुने, या कहिलेकाहीँ भेदभावका कुरा, त्यसमा मेलमिलाप गराउने। साना साना किचोलोलाई सुरुमै मिलाउन सक्यो भने नि त्यो ठूलो हुन पाउँदैन, अनि समुदायमा शान्ति मेलमिलाप कायम रहन्छ। आवश्यक पर्यो भने त शान्ति सुरक्षाकै लागि प्रहरी या वडासँग पनि समन्वय गर्छन् उनीहरूले। अनि अर्को एकदमै जिम्मेवारपूर्ण काम विपदको बेला, जस्तै बाढी आयो, आगलागी भयो, त्यस्तो बेला राहत जम्मा गर्ने, उद्धारमा खट्ने, यो त झनै गाह्रो काम होला। पक्कै पनि यो निकै ठूलो जिम्मेवारी हो। उनीहरूले विपद आउनु अगाडि नै, मतलब पूर्व तयारीका लागि टोल स्तरमा योजना बनाउने, समुदायलाई सचेत गराउने काममा पनि भूमिका खेल्छन्। त्यसले क्षति कम गर्न मद्दत गर्छ नि। पूर्व तयारीमा पनि ठिकै हो। अब थोरै यसको संरचनाबारे पनि कुरा गरौँ न। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यहरू हुने रहेछन्। हजुर, संरचना त्यस्तै हो। तर यहाँ एउटा एकदमै ध्यान दिनुपर्ने कुरा के छ भने नि, कार्यसमिति बनाउँदा महिला, दलित, युवा अनि ज्येष्ठ नागरिकको प्रतिनिधित्व अनिवार्य गरिएको हुन्छ। यो त गजब रहेछ, समावेशी बनाउन खोजेको। हो, ठ्याक्कै। यसले संरचनामै समावेशिता ल्याउन खोजेको देखिन्छ। यति धेरै काम, यस्तो संरचना, यसलाई त कानुनी आधार पनि चाहियो होला नि। त्यो चाहिँ कहाँबाट आउँछ? संविधान र स्थानीय सरकार सञ्चालन ऐन 2074ले दिएको छ। यही कानुनी आधारले गर्दा नै टोल विकास संस्था स्थानीय तहको एउटा अभिन्न, यसले उनीहरूको काम कारवाहीलाई कानुनी मान्यता दिन्छ। त्यसो भए मोटामोटी रूपमा हेर्दा त टोल विकास संस्था भनेको स्थानीय तहमा विकास, समन्वय अनि समुदायलाई सक्रिय बनाउन एकदमै चाहिने आधारभूत एकाइ रहेछ है। स्रोतहरूले देखाए अनुसार यिनीहरूको जिम्मेवारी त कति धेरै।
योजना बनाउने, अनुगमन गर्नेदेखि लिएर झगडा मिलाउने, सूचना पुर्याउने, विपदमा खट्नेसम्म। तर फेरि त्यही कुरा आउँछ, यति धेरै महत्त्वपूर्ण जिम्मेवारीहरू छन् अनि यी संस्थाहरू प्राय स्वयंसेवी रूपमा चलेका हुन्छन्। अब उनीहरूसँग पर्याप्त स्रोत, साधन अनि त्यो काम गर्ने क्षमता अभिवृद्धि भएन भने यति धेरै काम कत्तिको प्रभावकारी ढङ्गले गर्न सक्छन् होला त?